प्रेमले भन्नुस् त राधे राधे। यो रास भनेको के हो भन्दा अब धेरै गहिराईमा गएर त समय अभाव छ। रास भनेको के हो भने परमात्मा र हामीहरू जस्ता जीवको सम्मिलन हो। जो व्यक्तिले परमात्माको दिव्यतालाई बुझेर परमात्मालाई पछ्याउँदै परमात्माका लागि आफ्नो जीवन समर्पित गर्छ, यो गोपी भाव हो। हेर्नुस्, गोपी भाव भनेको के हो भने जीवले हामीले परमात्माको आफूलाई सेविका सम्झिनुपर्छ र परमात्मा पुरुष हुनुहुन्छ र हामी उनका सहचरी स्त्री भाव गरेर जो भक्ति गरिन्छ त्यो भक्तिलाई नै प्रेमा भक्ति भनिन्छ। त्यो प्रेम भक्तिले युक्त भएका गोपिनीहरूलाई भगवानले प्रेम प्रदान गर्नुभएको अर्थात् पूर्ण रूपले भगवानले आफूले आफूलाई नै गोपिनीहरूलाई समर्पित गर्नुभएको त्यो दिव्य लीला हो। जीव र ब्रह्मको पूर्ण मिलन अर्थात् मुक्ति भन्दा पनि माथिको स्थिति हो। जीव यो स्वप्नमय संसारमा अल्झिरहेको छ। जुन दिन थाहा हुन्छ उसलाई सपना कस्तो हुन्छ, रात्रिकालमा सपना देख्यो, अब सपनामा हात्ती आयो, आफूलाई खेलाउन लाग्यो, पसिना पसिना हुँदै भागिराखेको हात्तीले झन्डै कुल्चेन, हात्तेर बिउन्दा त हात्ती पनि छैन, भागेको पनि छैन। त्यसै यो संसार सपनासरी हो र यो सपनाबाट जागृति भएर परमात्मालाई प्राप्त गर्नु यो नै जीवको धर्म हो। र त्यसैका लागि हामी प्रयत्नशील पनि छौँ। अनेक प्रकारका ज्ञानका चर्चा गर्नु, अनेक प्रकारका धार्मिक कर्म गर्नु, आफ्नो प्रगतिको कामना गर्नु, यो नै जीवले परमात्मासँग मिल्न चाहेको हो भन्ने कुरा बुझिन्छ। तर वास्तविकतालाई नजाने पछाडि कुन बाटो हो जाने त्यो जानिएन भने समस्या पर्छ। त्यही कारणले सद्गुरुहरू आउँछन्, सन्तहरू आउँछन्, उनीहरूका पछि पछि लागेर परमात्माको खोजी गर्नु पर्दछ र त्यही खोज गर्न सिकाउँदै गोपिनीहरूले परमात्मासँगको मिलनको यो दिव्य लीला हामीले रासको माध्यमबाट बुझ्यौं। किनकि भगवानलाई रस स्वरूप भनिन्छ, परमात्मा रस स्वरूप हुनुहुन्छ। रस कुनै एउटा फल लिनुस् र त्यसको रस हुन्छ, त्यसै परमात्मा केवल रस मात्र हुनुहुन्छ। रसो वै सः, परमात्मा रस स्वरूप हुनुहुन्छ। स एष रसानां परतमः रसः, रसहरूमा परतम रस हो परमात्मा। र रसत्वं येवायं लब्ध्वानन्दी भवति, उपनिषदहरूमा बताइयो त्यो दिव्य रसलाई पाए पछाडि मात्रै जीव हामीहरू पूर्ण हुन्छौँ। हामी अपूर्ण छौँ नि। आज केही कुरा मिल्छ, खुसी हुन्छौँ, भोलि फेरि अर्को नौलो कुरो चाहिन्छ। हामी कहिल्यै केही चिजले पनि अघाएका छैनौँ। किनकि जुन दिनसम्म परमात्माको दिव्य रसलाई पाउँदैनौँ, प्रेमले भन्नुस् त राधे राधे, जुन दिनसम्म परमात्माको दिव्य रसलाई पाउँदैनौँ त्यो दिनसम्म हामी पूर्ण हुन सक्दैनौँ, हामी अपूर्ण हौँ। त्यस्ता परमात्मालाई